बनाएको त हो पहिला यस्तै पानी अलि कति बेला जान्छ त हेलो मेरो प्यारो साथीहरू अनि नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा तपाईहरुको सामु एउटा नयाँ न्यू भिडियो लिएर आएको छु हैन भिडियो चाहिँ अहिले आज स्पेशल छ ज्यामिरे दशमको भिडियो कस्तो बन्छ पुरै हेरेर साथ दिनु होला हैन यसमा के मिले छैन भन्नु पर्यो कमेन्ट गरिदिनु पर्यो कमेन्ट गरेर नछुटाउनु होला तल तपाईहरुले है त खास गरी तपाईहरुको लागि यो स्पेशल भिडियो बाँकी भिडियोमा बाबु यो बाटो कहाँ जान्छ यो बाटो कहाँ जान्छ हाँ कति बेला जान्छ अहिले जान्छ कि अलि भोलि बेलुकातिर जान्छ अहिले पुग्छ बेलुकातिर पर्खिन त पर्दैन अहिले गइहाल्छ हैन एकैछिन कति त नजिकै छ अनि यो ड्याम जाने बाटो कताबाट हो नि यो ड्याम बेलुकासम्म पर्खिन त पर्दैन नि अहिले जान्छ नि ल पैसा छैन के बाबु अहिले ल है बहिनी यो बाटो कहाँ जान्छ द जान्न त्यहाँबाट माथितिर उ यतातिर हो जाने कति बेला जान्छ त ज्यामिरे त के कतिखेर जान्छ अहिले जान्छ कि अरू भरे बेलुकातिर जान्छ हो ल धन्यवाद है त ए यो त कहाँ छ माथिको कहाँ छ यत्रै छ यस्तै गरेर छ को हो रे यसको भाइ हो रे त्यो यो डुङ्गा पनि चढ्न पाइने रहेछ नि ओहो ल ठिक छ त्यहाँ बाजेले माछा मार्दैछन् क्या त्यहाँ पारि माछा पाइन्छन् ल एउटा मेरो भिडियो बनाइदेऊ बहिनी ल है कस्तो गर्ने ल भन अलि यतातिर ल 0.5 मा ल भयो यो चाहिँ हाम्रो यस्तो रहेछ हैन यहाँबाट पैदल पनि हिँड्न सक्छौँ हामी यदि तपाईहरु पनि छुट्नु भएको छ भने एकचोटि मस्तले भिजिट गर्नुहोस् ल यहाँको नजारा यहाँ सर्टकट बाटो होला हैन हिँड्नु सर्टकट छ अलि तपाईहरु आ बाटोबाट तपाईहरु यता घुम्नुभयो हामी सिधै उता घर भेटिन्छ वनको घिचेमा छ घर बिहान हिँड्दै आउनुहुन्छ बेलुका हिँड्दै जानुहुन्छ नि हिँड्दै जान्छौँ शनिबार दिन त मान्छे आउँछन् होला थुप्रै मान्छे आउँछन् शनिबार कमाइ त ठिकठाकै होला त्यही हो बिजनेस भनेको अब सडै एक नास हुन्न कहिले अब 1 रुपैयाँ बोनी नगरेर फर्किनु पर्छ कहिले काहीँ अलि अब सोचे भन्दा अलि धेरै हुन्छ
त्यस्तै हो बिजनेस भनेको। कति बजे बेलुकैसम्म हुन्छ होला नि मान्छेहरू त यहाँ? यो द आफै भयो कि यो बनाएको द हो? पहिला यस्तै पानी अलिक बगेर जान्थ्यो सानो त्यसलाई पुरेर बनायो नि पछि? यसलाई बन्द गरेपछि ठुलो जान त पहिला भन्दा झन् ठुलो गएको छ त्यो पानी जरो बनिन बन्द गरे पहिला त जङ्गल थियो अझै त्यो ठुटाहरू थियो त्यो सिसाको रुखहरू खासै दुख्दैन के तेजु रुखहरू जस ठाउँ चाहिँ राम्रै रहेछ यसो घुम्नलाई। मतलब 100 रुपियाँ तिर्यो भने माछा मारेर हामीले जति पार्न सक्यौँ घर लान पाइयो होइन? धेरै पारिन लाग्छन् अघि न पुतेलको भन्नु नि कति 4 किलो गरे बिदियाको कोही सालहरू त्यो पनि थाहा पार्नु त्यो पार्न जान्नेले अलि धेरै पार्दा नि नि त्यही काल भयो केटाकेटीहरू काल हुन्छ नखाएर पौडी त ध्यान त नआते नि पौडी त खेल्दै होइन यसो अब चढ्न मन लाग्यो बोट चढ्ने घुम्ने। ल ठिक छ आन्टी दिदीहरू बस्नु होला होइन म चाहिँ जानु पर्यो। म चाहिँ अब जान्छु फेरि। फ्रिजमा हालेको चिसो छैन फ्रिजमा हालेको कसरी हो यसलाई? 400 रुपियाँ 50 रुपियाँ एक डल्लो कति किलोको हुन्छ? ल झ्याप्पै हालिदिनुहोस् त। कति किलोको भयो? 3 केजी एक पाउ भनेपछि 160 रुपियाँ। पैसा छ कि नै? छ ठ्याक्कै रहेछ। ल हे कुट्टा सोल्टी हे कुट्टा हे बाटो छोड तो गाइज। आजको भिडियो के कस्तो लाग्छ होइन कमेन्ट गर्न नबिर्सिनु होला अनि आफ्नो भिडियोहरू आफ्नो साथीहरूलाई सेयर गर्नु होला। च्यानलको सब्सक्राइब गरिदिनु होला होइन च्यानलको सब्सक्राइब गर्न नबिर्सिने है त। अब अर्को भिडियोमा भेटौँला। सोल्टी हो तब तक के लिए बाई।